गाइज आज चाहिँ हामीले अरूले युट्युबमा त्यो रसभरी बनाएर देखेर हामीले नि ट्राई गर्न मन लागेर गरेको। पहिला हामीले चाहिँ 2 लिटरभन्दा बढी दुधलाई यसरी ततायौँ। त्यसपछि हामीले कागती त्यो फटाउनको लागि कागती हालेर तातेको दुधमा बिस्तारै कागती राख्दै चलाउँदै गयौँ। त्यसरी बिस्तारै 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 फाट्दै गयो। हजुरहरूले भिनेगर छ भने चाहिँ कागतीको साटोमा भिनेगर पनि राख्न सक्नुहुन्छ। त्यसपछि त्यो अमिलो हालेर जाँदै गएपछि चलाउँदै गएपछि बिस्तारै फाट्दै 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 जाँदो रहेछ दुध चाहिँ। अनि अब चलाइराख्ने एकछिनसम्म त्यो जम्मै नफाटुन्जेलसम्म चलाइराख्ने। चलाएपछि हजुरको यसो छेक्रा भएर दुधको त्यो छेक्रा एकतिर पानी एकतिर हुन्छ। अनि त्यसरी सुतीको कपडामा यसरी हालेर निचोर्ने। हामीसँग चाहिँ अरू अप्सन थिएन, त्यही भएर यो कपडा नि सुतीकै भएको भएर हामीले त्यसमा गऱ्यौँ। अनि निचोरेपछि त्यो पानीहरू गएपछि हजुरहरूले यसरी आरी या केही भाँडोमा हालेर चाहिँ यसरी मिच्न सक्नुहुन्छ। एकदम धेरै नै मिच्नुपर्छ, यसको लागि चाहिँ धेरै नै, नभए त्यो गोलोहरू राम्रो हुँदैन। त्यसपछि निचोरेर गोलोहरू यसरी बनायौँ। हामीले चाहिँ रसभरीको सेप दियौँ। त्यसपछि चिनी पानी तताएर थोरै थोरै बिस्तारै हाल्यौँ है। एकदम राम्रो भयो, हामीले सोचेको भन्दा पनि एकदमै राम्रो भयो। हजुरहरू पनि ट्राई गर्नुहोस् है। यो चाहिँ एकदमै राम्रो हुँदो रहेछ। 10 मिनट जति पकाएपछि अनि निकाल्ने सक्नुहुन्छ भने लङ टाइम राख्नुहोस्।